अब यो युएफ मेम्ब्रेन अहिले यहाँ जोडिएको छ हैन। अब यसलाई निकाल्नको लागि डाइरेक्टली यसरी बल गरेर नतान्ने है, बिग्रिन्छ भाँचिन्छ है। यहाँनेरि यो देख्नु भएको छ नि हैन, यो एउटा वासर जस्तै छ नि हैन, यो हैन। यसलाई यो छ नि पिलास जस्तै, यसले पहिला माथिकोमा यो साइड डट भएको साइड योतिर पार्ने, अनि यो वासर जस्तै छ नि यो भन्दा माथिको भाग योसँग जोडिएको माथिको भागमा लग्ने, अनि यो तल तान्ने, यसलाई तल प्रेस गर्ने अनि बिस्तारै बिस्तारै तान्ने है। दिइहाल्छ है। लाउने बेलामा चाहिँ पिलास साइडदेखि डाइरेक्टली लाउने ल। यहाँ हेर्नु न, यो एउटा वासर जस्तो हुन्छ नि, यसलाई चाहिँ तल प्रेस गर्नुपर्ने हो क्या है। अब मैले यो कपमा प्योर फिल्टर भएको वाटर ल्याएको छु है, पानी। अब हामी यो युएफ मेम्ब्रेन सफा गर्न गइरहेछौँ हैन। सफा गर्न या अब नयाँ सिन्ट्याक्समा युज गर्नको लागि यसरी गर्ने ल। जस्तै अब वाटर फ्लो दिएको हुन्छ नि यसरी हैन, यो पातलोबाट यो मोटोमा पानी जान्छ हैन, यहाँ डाइरेक्सन पनि दिएको छ। तर सफा गर्न बेलामा चाहिँ हामीले यहाँबाट इन्जेक्ट गर्नुपर्छ ल। यो सुई दिएकै हुन्छ हैन, कपबाट पुरै लिने है, 50 ml को पानी हुन्छ। यो मोटोमा इन्जेक्ट गर्ने, अनि यसरी हल्लाउनु पनि। अनि ढटक गर्ने। अब फेरि पानी लिएँ भने यहाँ, अब फेरि यो मोटोबाट पानीमा नयाँ छ भने यो 15-20 चोटि गर्नु ल। सफा गर्दाखेरि यस्तो यो सुई हानेर इन्जेक्ट गर्ने प्रक्रिया 15-20 चोटि गरिदिने सफा हुन्छ हैन। यो मोटोतिरबाट गर्ने है। यो एक्टिभेटेड कार्बनलाई भाँडोमा राखेर पानी मजाले भिजाएर मजाले हातले सफा गर्ने ल। अनि रातभरि पानीमै सोक गरिदिने, पानीमै भिजाएर राखिदिने है। भोलि बिहान पनि मजाले सफा गर्ने ल। यसरी कालो कालो हुन्छ कि पानी, त्यो सबै जानु पर्यो है। अनि यस्तो छिटो हुन्छ नि कालो कालो, त्यो सबै जानु पर्यो क्या, क्लिन हुनु पर्यो वाटर क्या। यस्तो छिटो हुन्छ नि यस्तै। अनि यो छान्नेले मजाले छानेर है, पहिला सुरुमा एउटा भाँडोमा एक्टिभेटेड कार्बन हाल्ने, अनि पानी हालेर हातले यसरी गर्ने, अनि छान्ने यसले है। यहाँ यस्तो ठुलो खाले छान्ने हुन्छ नि, यस्तोमा राखेर छान्ने, ड्युटी गर्ने, अनि पानीमा भिजाएर रातभरि छोडिदिने, अनि भोलि बिहान पनि 2 चोटि सफा गर्ने पानीले यसरी, अनि मात्रै युज गर्ने ल। यसरी यो छान्नेमा राखेर पानी जान्छ नि हैन, मजाले सफा पानीले सफा गर्ने ल। यसरी मजाले सफा गर्ने ल। ट्याङ्कीको पानीले होइन, भाँडाको डाइरेक्ट पानीले सफा गरिदिनु। त्यसरी गर्ने है। यहाँ हात पनि कालो हुन्छ है, त्यसरी सफा गर्नुपर्छ है, नभए फेरि खानामा जान्छ है, राम्रो हुँदैन।
हातै लगाएर मजाले गर्ने जस्तो भयो एकछिन टाइम लगाएर अनि रातभरि भिजाएर छोडिदिने भोलि बिहान पनि यसरी एकचोटि सफा गर्ने डिटर्जेन्टहरू नलगाउने नि यतिकै सफा पानीले है डाइरेक्ट पानीले है डाइरेक्ट धाराको पानीले है ट्याङ्कीको पानीले रातभरि यसरी छोडिदिने छोपेर भोलि बिहान पनि एकचोटि फेरि सफा गर्ने है अनि मात्रै युज गर्ने अरू युज गर्ने तरिका त मैले देखाइदिएको छु होइन यो रातभरि भिजाएँ अब यसलाई पानी पखाल्ने है सफ्टली गर्ने है एकदम बलले नगर्ने यसरी सफ्टली छान्नेमा गर्दा पनि हुन्छ मैले यसमा गरेँ 4-5 पानी पखाल्ने